ओ सुरज भाइ, हजुर दाइ। अनि तिमी बेग भिरेर चाहिँ कहाँ जान्ला भने क्या? बेग भिरेर दाइ अब हामी हिँडेको परदेशतिर। परदेशतिर किन? नेपालमै गर्दा हुँदैन? नेपालमा केही भएन नि त दाइ, नआएको बिहान बेलुका आएको काम गरेर पनि केही नमिल्ने होइन, न खान मिल्ने। खाना त मिल्छ होइन, बिहान बेलुका अब हात खुट्टा घोटेर अब त्यसमा साँझ बिहानको लागि यो आहार त जोडाउनु त अब गाह्रो हुन्छ। त्यही भएर यसो विदेशतिर हिँड्नु पर्यो। नेपाल सरकारले त अब रोजगार दिलाएन। अब विदेशतिर गएर भने त रोजगार त गर्नु पर्यो नि त। अनि नेपाल सरकारले त कुनै ठाउँमा त अब कामहरू खोलिरहेछ, काम पनि दिइरहेको छ। अनि नेपालतिर गर्दा हुँदैन? नेपालतिर गएर के भन्दा नेपालमा यो नोकरी मिले पनि यो नेताहरूको झोले झाम्टाहरूलाई नोकरी मिल्छ के, हामी जस्तोलाई कहाँ नोकरी मिल्यो? ए त्यसै भए भाइलाई चाहिँ साह्रै पिर परेछ, साह्रो गाह्रो परिरहेछ त्यसो भयो नि त? गाह्रो परिहाल्छ नि दाइ, अब नोकरी छैन केही छैन देशमा। त्यही भएर म अब हिँडेको अब विदेशतिर। बे गरेछ छैन? बे गरेन दाइ, किन गर्नु पर्यो बे? अनि बे नगरे मान्छे के अनि यति साह्रो निराश भएर अनि नेपालमै बसेर के गरौँ के ऊ गरौँ उन्नति गरौँ भन्नु छैन? सिङ्गल मान्छे किन विदेशतिर धाइरह भने? के भन्दा भविष्य त गराउनु पर्यो, विदेशतिर गएर भने कामसाम गरेर भने भविष्य गराउनु पर्यो। नेपालमा अब नोकरी गरे पनि उयोको 5-7 हजारको नोकरी मिल्ने, त्यतिले घर खर्च पनि नचल्ने, आफ्नो भविष्य पनि नबन्ने, रोजगार छैन दाइ देशमा। ए कुरो त्यस्तो भयो भनेपछि विदेशतिर जाने पुरै निर्णय पुरा फिक्सै हो त? दाइ विदेशतिर हिँड्ने, विदेशमा जाने अनि विदेशमा गएर काम गर्ने, पैसा कमाउने। कन्फर्म हो त? कन्फर्म हो। अहिलेको मान्छेहरू दौडेका छन् पैसा कमाउनु लागि। विदेशतिर हुन्छ कि गरेर हुन्छ, पैसा कमाउनै पर्यो। देशमा त अब नोकरी मिलेन। नोकरी त अब छ कि, तर नेपालमा काम गरेको ती पैसाहरूले चाहिँ अब घरको ऋण तिर्ने यताउता गर्ने चाहिँ नभइने, त्यही हो त? त्यो पनि हो दाइ। अब नेपालको नोकरीले अब नेपालमै अब के गर्ने? अब नेपालमा अब काम जति गरे पनि महँगाइ बढ्दै गएको छ। नेपालमा नोकरी मिल्ने भनेको यहीको झोले झाम्टाएर नोकरी मिल्ने हो। हामी जस्तोलाई नोकरी मिल्ने पनि होइन। त्यही भएर विदेशतिर हिँड्नु लाग्यो। त्यसै भए विदेशतिर धाउन आँट्यो होइन त? विदेशतिर धाउन लाग्यो। कुन देश जानु लाग्यो? देश त अब ठुलो देश त अब आँट्न सकिँदैन दाइ। अब त्यही खाडी मुलुकतिर हिँड्न लाग्यो। ए ठिकै छ, यो पनि राम्रै हो। भनेपछि अब 2-3 वर्ष खाडी मुलुक गएर केही पैसाहरू चाहिँ कमाएर घर ल्याएर चाहिँ बिहे गर्ने विचार छ होइन त? अब विदेशमा अब खाडी मुलुक गरेर पैसा कमाउनु भएन दाइ। बिहे भन्ने कुरो त पछि गरेर किन आत्तिनु पर्यो बिहे गर्नलाई? त्यो पनि सही कुरो हो। पहिला आफ्नो अब के छ कस्तो छ होइन स्थिति सबै पुरा भएपछि पछि गएर त्यो पनि राम्रो हो सोच। अब कुरा भने चाहिँ हाम्रो भइरहन्छ, तर अब जान आँटिसक्यो है। यसो जाँदा एउटा गीत गाइदिनु त? जानुभन्दा पहिला बिताइदिनु। त्यसो कुन बिताइदिनु त दाइ? एउटा गाइदिएन, एउटा चलिरहेको खेम सुनचेरीको कामी दाई भन्ने गीत चलेछ नि त अहिले त, भाइरल छ नि त। खेम सुनचेरीको कामी दाईको छोरो। कामी दाई। सानो सानो घर छ मेरो बिसौनाको गाउँमा, सुरज बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा। नामले पाको कामले पाको कामी दाईको छोरो, ओ नाला माया नखाम कसमनै मेरो मोरो साइली। ए साइली मसँगै जान्छे र मैले छोको खान्छे र। ए साइली मसँगै जान्छे र मैले
छोको खान्छे